माछा हेर्नुहोस् माछा खेडोमाले यति मारिसक्यो बास ओके खेडोमाहरूको माछा आज फुस्के रे एउटा बाम बाम क्या हो सर हाम्रो थाहा कोथ्रामा थाहा भयो नि यस्तो काट्नु हो फुस्के त्यो पनि त्यो बाम पनि गयो हेलो एभ्रिवान नमस्ते सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा आज फेरि हामी फेरि माछा मार्न आइसकेको छौँ उता चाहिँ भाइहरू छ दाइहरू छ त्यही ट्याक्क म हो त्यही हो भर्खरै आएको अब एकदम थाप्ने कार्यक्रम हुँदैछ अब एकछिनपछि अब कति पर्छ हेर्दै जाउँ अहिले चाहिँ हामी यो कोरोना घाटमा आएको त्यही हो हेलो ख्याडो मामा दुई शब्द ल त्यो थोते भाइ हो ख्याडो मामा प्याउडे भाइ सन्देश भाइ यहाँ चाहिँ बल्छी थाप्ने कार्यक्रम भइरहेको छ ट्याक्कै कोरोना घाट यस्तो ठाउँ चाहिँ ट्याक्क
चाहिँ अहिले अब यो खर तिनवटा परिसक्यो अब बिस्तारै बिस्तारै पढ्दै जान्छु अब के हुन्छ कति पढ्छ आज त्यही हो माछा परेको भिडियो देखाउँदै गर्छु अब एकछिनपछि हेलो यो पागलको भ्लगमा सबैलाई स्वागत छ हजुर यता हुन्छ अर्को पागल यसलाई भन्छ प्याउटे हामी हो निन्जा हटौडी निङ निन्जा हटौडी ऊ अर्को आउँदैछ उयो पागल सबभन्दा ठुलो पागल यो अर्को पागल हो यो पागल भएछ रे बुझ्छ यो पागल हो यो बक्लोर पागल हो यो हामी चाहिँ अहिले माछा मार्दै ट्याक्क खेडोमा लेती मारिसक्यो बास ओके खेडोमाहरूको माछा आज ट्याडो भए चाहिँ यहाँ खाजा बनाउँदैछ चट्ट लाएर मामा के हो लर बेड्दैको इन्डिङ खोइ त इन्डिङ अब चाहिँ हामी अब एकछिनपछि इन्डिङ हुन्छ खाजा साजा खाएर लरे छुटेर घर गइन्छ खासै माछा परेन मामा पागल भइसक्यो माछा नपरेर बौलाएर हिँड्यो छटपट्टि भएको भइ जहिले 1 किलो लाने आज मामा आधी किलोको हो त भाग त म कति पर्ने हो 300 ग्राम त्यही हो खाजा बनाउँदैछ चट्ट लगाएर अब यस्तो हो अहिले चाहिँ ट्याक्क मौसम चाहिँ यस्तो छ कि अहिले कति बजेपछि प्याउडो है 5:30 भइसकेको छ बाम निकाल्नु न के मामाले बाम निकाल्नु मामा यार बाम निकाले भिडियो बनाएन यार छैन त्यसै फुस्के रे फेरि चाटा छान्दे यार फेरि फुस्के रे एउटा बाम क्या हो फुस्के त्यो पनि त्यो बाप पनि गयो अलि राख्नुपर्छ यार कस्तो पानी गएको चिज कहाँ छोड्न सकिन्छ त हो नि फालेको त मोबाइल फालिदिनु मैले मोबाइल फालिदिने अब मैले ढुङ्गामा हानिदिने कुनै सोच आउँछ होला ढुङ्गामा हानिदिएको मान्छेले एउटा हातले त गरिरह्यो या यो भनेको माछा डाखा भनेको अब 10वटा पुग्दा भएपछि एउटा मार्नै पर्ने भयो 2 जोड मार्नु भएन एउटा चाहिँ हाँस्दैछ काँचा खाँदै कत्रो घाँस हालेको आमामा प्याउडो भाइले यो रमाइलो भयो दिन चाहिँ एकदम शीतल छ मौसम फेरि एकदम बवाल छ मौसम एउटै किन हाँसेको टाँगा पनि होइन खै ब्रस फेड हेर त ब्रस यता यता गरौँ कहाँ मुलेट हो र त्यो मुलेट होइन ब्रस फेड हो एउटा भाइ मौसम बवाल खानु भिडियोमा किन नआउने हो त कि त गर्लफ्रेन्ड देख्छ होइन माछा बाम माछा
माछा हेर्नुहोस् माछा